गाउँमा पुल हेर्न तल पुगियो। गाउँतिर त लास्टै चिसो पानी छुनै नसकिने छ। बल्ल बल्ल नुहाएर घाम चापे 1-2 घण्टासम्म अनि कपडा लगाएर गाउँ डुले एकछिन अनि त्यसपछि पुलमा जाम भनेको रोहितले बाइक स्टार्ट गर्नै सकेन। म गएपछि बल्ल भयो अनि हिँड्यौं पुलतिर। तल बाटो त लास्टै हिलो रहेछ अनि उले चलाउन सकेन। मैले ट्राई गरे त्यहाँ बल्ल बल्ल कटाएर त्यहाँबाट निस्केर पुलमा पुग्यौं। हामी बीचमा पुगेर भिडियो बनाएको त्यस्तो बवाल भ्यू, कालीगण्डकी गुल्मी पर्वतको भ्यू इन्जोय गरेर माथि आएको बगेर पो देखियो। बल्ल बल्ल यति टिप्यो, लास्टै नै मिठो। अनि घर फर्केर बाइक राखेर धेरै समयपछि क्रिकेट खेलौं भनेर अनि क्रिकेट खेल्न हिँडे। भतिजको घर गएको त भतिज त सुतिसकेका रहेछन्। क्रिकेट खेलौं भने अनि उनले भन्छन् हजुर गएपछि क्रिकेट नै खेलेको छैन रे। मेरो पुरानो ब्याट निकालेर हेरेको त पुरै कालो भइसकेको रहेछ। यो मेरो अल टाइम फेभरेट ब्याट हो। ग्राउन्डमा स्टम्प गाडेर ब्याटिङ गर्न लागे। आज चाहिँ मलाई ब्याटिङ गर्न मन लागेर एकछिन ब्याटिङ गरे। बलिङ चाहिँ मेरो फेभरेट पार्ट हो कि क्रिकेटको। दिसभर बलिङ गर भने पनि बलिङ गर्न तयार म फेरि। अनि साँझसम्म खेलियो। मेरो फेभरेट बलर भनेको चाहिँ मिचेल स्टार्क हो। ल क्रिकेट खेलेर घर फर्कियो। अनि अब भेटौँला भोलिको भिडियोमा। अहिलेलाई बाई।